नार्केमा गाडीको अवस्था आउने र जाने हाम्रा गुरुजी पनि तालु सुकाएर हिँड्नुहुन्छ र पनि पार चलेन। ल बाटोको जानकारी गराइदिनु। त्यही त यहाँ यस्तो छ बाटोको अवस्था। पुल ठाउँ ठाउँमा साना पुल हुनु दुर्भाग्य नै हो बाटोको। अब नराम्रो छ। अब बाढी आएर बगाएर पनि यतिको बनाउनु त ठुलै कुरो थियो, बनाइसकेका थिए। तर यी साना पुल अनि बाटो जाम सबै अब पर्व वर्ष दिनको पर्व सबैलाई घर जाने, बाबुआमा भेट्ने, परिवार भेट्ने चाहना सबैको उस्तै हो। तर बाटोले अब यो एकदम व्यस्त बाटो भयो। उताको मुङरिङतिरको पनि पहिरो खसेर डर मर्दो कतिखेर कहाँ थुनिन्छ भनेर। यताको बाटो सानो अनि त्यसले गर्दाखेरि समयमै पुग्नलाई गन्तव्यमा पुग्नलाई गाह्रो छ हजुर। अब कहाँदेखि हो कहाँदेखिको ठुला गाडी भाइहरू यसरी छन्। यहाँ जस्तै छ है। ल है हजुरहरू यसरी पुगेर पनि आफ्ना आमा बुवासँग आशीर्वाद लिएर दसैँ राम्रो मनाउनु होला। दुःख कष्ट गरेर वर्ष दिन कति वर्षमा घर गएका होलान् कतिजना, कति चाहिँ वर्ष दिन गएका होलान्। यस्तो छ ताती गाडीको। अब कहाँ पुग्ने हुन्, कतिखेर पुग्लान्। सोलु पुग्ने होलान्, कोही भोजपुर, कोही ताप्लेजुङ, कोही सङ्खुवासभा, सबैतिर काँकरभिट्टा, विराटनगर सबैतिर पुग्ने यात्रीहरू यसरी बाटोको कारणले बिस्तारी बिस्तारी त जाँदैछन्। यतिको बाटो त बनो। अब यी ठाउँ ठाउँमा पुलहरू पनि अलिक ठुला बनाउनु पर्ने अवस्था देखिएको छ। जहाँ दोहोरो गाडी हिँड्न सक्दैन त्यो पुलहरू, त्यसले गर्दाखेरि थोरै बाटोमा यात्रा गर्न गाडीहरूलाई कठिनाइ भएको महसुस गरेका छौँ हामीले। ठुलै लामै छ, अगाडि पनि त्यत्तिकै छ, पछाडि पनि त्यत्तिकै छ गाडीको लाइन। अब पिच त हुने कहिले हो कहिले। अब यतिको गरिसकेपछि यो बाटोलाई अलिक अझै फराकिलो बनाउन सके अझै उत्तम हुने थियो। हेर्नु यहाँ 3 मिनट जाँदाखेरि पनि बाटो लाइनहरू छिचोल्न सकेको छैन गाडीको भनेपछि कति जाम होला त। यो सबै यो कारण चाहिँ त्यहाँ पुलहरू सानो सानो पुलहरू भएको कारणले गर्दाखेरि एक-एकवटा गरेर एकतर्फी रूपमा गाडी छिराउनु पर्ने देखिएको हुनाले यो यस्तो अवस्था हुन पनि त्यो पुलको पनि धेरै पुलले गर्दाखेरि यस्तो भएको हो। ल हेर्नु है यहाँ भाइहरू यहाँ बसेका छन्। कोही चैगम चबाएर, कोही के गरेर। यो चाहिँ फेरि किनेर खान पनि यो ठाउँमा यति दोकानहरू पनि छैन। तलतिर खोला छ, मासतिर भिर छ। यस्तो तलतिर खोला छ, मासतिर भिर छ। जाम के भन्नुहुन्छ भकुण्डे बेसी पनि आइपुगेको छुइनँ। त्यहाँ आइपुग्न चाहिँ आँटी मारे अब 10-15 मिनट लाग्छ अरे।
अनि के अरे जाम छ काहीँ नभएको संसारमै नभएको मैले भिडियो हाल्दै थिएँ त हजुरलाई ल ए हजुर वाट्सएपमा हालेको छु सबै घर जानलाई जाम के भन्नुहुन्छ अब कत्रो गाडी चढेर आएका बल्ल बल्ल टिकट नपाएर कत्रो समस्या त्यसमाथि पनि बाटोको समस्या त्यसमाथि बाटो साँघुरो बाटोभन्दा साँघुरो पुल साँघुरो के जसले गर्दाखेरि कुमलटार अरे कोमलटार मङ्गलटार यस्तो छ बाटो र पनि दसैँ मान्नै पर्ने जाम त हो छोड्दिनु हाम्रो यो महान चाड सम्झिँदा पनि मन लागेको छैन विजया दशमी देवी के भगवतीको भन्नुहुन्छ र गाडी कति हुन् मान्छे कति हुन् बिचरा आशीर्वाद थाप्नलाई बाबुआमा भेट्न परिवार भेट्न सबै गाडी चढेर घर जान गन्तव्य घरको लागि अन्त यहाँ छु अनि सम्पर्कै हुन सकेन भन्नु होला तर यसरी चाहिँ गाडीको जाम कति हो मोटरसाइकलमा पनि त्यस्तै बिचरा घाम गर्मी अलिअलि छैन हजुर हेर्नुहोस् है गाडीका ताती यी चाहिँ पूर्व हिँडेका गाडी कुनै सोलुखुम्बु कुनै भोजपुर कुनै ओखलढुङ्गा कुनै खोटाङ कुनै तेह्रथुम कुनै शङ्खसभा पाप्लेजुङ पाँचथर इलाम विराटनगर सुनसरी सबैतिर बिस्तारो गाडी है यात्रा गर्ने यात्रीहरू खचाखच छ गाडीमा 3 जना बस्ने सिटमा 5 जना बस्नुभएको छ कति ठाउँमा सिट नपाएर घर पुग्नै पर्ने चाडपर्व मनाउनको लागि यसरी चाहिँ 7 मिनट हुँदाखेरि पनि यो गाडीको ताती कटेको छैन भनेपछि कति लामो ताती होला त यो 7 मिनट भयो मैले यो भिडियो खिचेको यो 7 मिनटमा पनि यो लाइन छिचोलिसकेको छैन अब यो लाइन छिचोलेर भोलि गन्तव्यमा पुग्न कति गाह्रो होला नजाउँ भने पनि होइन जानलाई पनि बल्ल 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 अब गन्तव्यमा अलिक छिचोलो है गाडीले यति लामो लाइन रहेछ 7 झन्डै 8 मिनटमा यो हिँड्दैछ ओ छिचोलो धन्यवाद सबैलाई।